अहिले चाहिँ हामी यहाँनिर न्यू इयर मनाउन लागि चाहिँ दाउरा खोज्दैछ हो। आजको हाम्रो न्यू इयर चाहिँ यहाँनिर मनाउन आँटेको छ। दाउरा खोजा हुँदैछ। अहिले चाहिँ हामी यहाँ 3 जना चाहिँ आइपुगेको छ हो। यहाँ फेरि 2 जना आउँदैछ। ल केटाहरु ह्यापी न्यू इयर है एडभान्समा। कता कता आज यता हेरेर भनिदेऊ, यता हेरेर हौ। जग्गा 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 कस्तो छ हेरेर यहाँ आउने आम्मा दामी हेर्ने यो जग्गा नि त। हाम्रो मेन डान्सर चाहिँ यहाँनिर छ हो। उसले आकाश मात्रै हेर्दैछ हो, विचार मात्रै गर्दैछ कस्तो खालको डान्स सिकाउनु पर्ने भनेर होइन। यो डान्स गर्ने जग्गा चाहिँ यहाँ छ। यहाँनिर हामी चाहिँ दाउरा खोज्दै हुँदैछ हो। सुक्खा सुक्खा दाउरा खोजेर चाहिँ आज चाहिँ न्यू इयर चाहिँ खतरा हो बे। केटाहरू दाउरा खोज्दैछ। दाउरा यहाँनिर रुखहरू मात्रै हेर्नुहोस्, कत्रो कत्रो रुखहरू छ हो। यहाँ पर छ केटाहरू चाहिँ हो। यो चाहिँ हो आगो फुल्ने जग्गा। ल साथीभाइले अब के भनिदिनु पऱ्यो नि अब यसो आज चाहिँ खासमा चाहिँ यो चाहिँ हामीले किन थुपारेको भनेर दाउरा त्यो चाहिँ आज होइन यहाँ पार्टी छ बेरसलाको एक्लाको बाडी न्यु इयरको दिनमा। यहाँ चाहिँ हाम्रो स्पोन्सर भयो चाहिँ। लन्च भाइ के छ हौ आज भन्नु यसो। आज हाम्रो 31st को तयारी हुँदैछ। आज हाम्रो ग्रान्ड हुन आँटेको छ, सबै प्याक छ हो। अहिले चाहिँ हामी यो दाउरा खोज्नु आइरहेको हो, अहिले सुरु हुँदैन। हाम्रो दाउरा चाहिँ रेडी भयो। यहाँ यति छ हो, यहाँ यति छ। रात त परिसक्यो। गाडी त पुरै हिँड्छ होला नि। यो चाहिँ अब खोलाको लागि चुला 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 बनिँदैछ यो चाहिँ। भाइ छ हिजोको कटाइमा बिचमा मात्रै हानिँदैछ त हौ। चुला चुला आगो चुला चुला बनाएर ल मिल्छ भाइ चुला किन मिल्दैन यो कराईमा मिल्छ चुला मिल्यो त अन्त चुला। अहिले यहाँ कटिङ अब चाहिँ यहाँ तटपटै टक्नाले तटपटै तटपटै त्यसै हो। के भन्दा दाबिलो कि पन्यु बनायो हुँदैछ हो मासु चलाउनु लागि। जुन चाहिँ रुखको हो सुल्किँदैन होला मासु चलाउने दाबिलो।
छेउमा ल्याएर छेउमा हेलो हजुर दौरा लिएको मैले ए धरा दिदी लाउनु त लाउँदैन कि लड्दैन हुन्छ अलिकति यो यता मात्रै सार्दै हुने हल्का सिधा चाहिँ बनाइदेऊ न सिधा सिधा यो चाहिँ हो म्यारिनेट गरेको चिकन फ्राईको लागि हो यो चाहिँ हाम्रो सामानहरू चाहिँ आजको हाम्रो के बनाउँदैछ यहाँ के बनायो के भन्यो के हो काँटा हालेर के भन्यो यहाँ चाहिँ हाम्रो छाटपाटे मालसँग मिल्छ उनीहरू चटपटे मिल्छ एकदम दामी हुँदैछ आजको चटपटे चाहिँ दारुको लागि होइन भने त्यो पोला नि पले त दामी हुन्छ त कसरी पोल्नु त्यो तिनवटामा घोटिकन पोला फला छु छाटपाटे यो चाहिँ हाम्रो फ्राई गर्नु लागि चिकन म्यारिनेट हुँदैछ हो खतरा हुन्छ आज चाहिँ डल्लै कलेजो पोलेर खानुपर्छ कलेजो चाहिँ हो मुटु चिकनको मुटु त्यो सब पोलेर खानुपर्छ आज म त यहाँ पिकनिक खाँदैछु अलिक पानीहरू सुक्को छ सिक्वा चटपटे रेडी भयो अब लो चक्ना है केटा चक्ना आयो सोनेक्स आयो सोनेक्स पाक्यो Audio slave. ल अब चाहिँ हाम्रो छाटपाटे रेडी भयो छाटपाटे यो मासु पनि रेडी भयो मासु लो चिकन फ्राई हाम्रो चाहिँ न्यू इयर त्यसरी मनाउँदैछ